हेर्नुहोस् है गाई झोलाझोली बोक्दै झर्दैछन् हाम्रो दिदीहरू के गर्नु गाह्रो छ यो माथि आउनु माथि बिचरा दिदीहरूको हालत हेर गाई यस्तो त कहिले पनि कमाएको थिइनँ गाइजमा थट्ट आज चाहिँ हामी मम्मीलाई सरप्राइज दिने भनेर हिँडेको गाइज हेर्नुहोस् सबैजना ल माइतीलाई कसैले गाइस कतिखेर घर पुग्नु जस्तो भएको चाहिँ यिनीहरू कहिले आउँदा नि आउँदैनन् गर्मी जन्मेको गाउँघरमा लास्टै गर्मी चाहिँ लास्टै यिनीहरूले यति उ गरे नि गाइस हेर्नु सरप्राइज दिन भएको मान्छे बाटोतिरै पराले उडाएर लाग्छ कोही ल्याङ 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 आउँदैछ नि आइज हाम्रो गाउँको बाटो चाहिँ हो यता भन्छ कहाँनिर माडी फाट मलाई दिएर सरप्राइज भइरहेको छ कोही कोही झन् भरे बेलुका आएर सरप्राइज दिन्छु भने यार मलाई चाहिँ आउँदैतिर लाग्छ जम खाएको त हाम्रो कस्तो लाग्यो सरप्राइज कस्तो मजा सरप्राइज कस्तो लाग्यो हाम्रो सरप्राइज बाटोमा फोन गरेको आज के भने मक्का फेरि कलङ्की आउनु लाग्यो हिँडिरहेको छौँ बाटोमा म यस्तो यस्तो आँपहरू पनि खान्छ है गाइज आँप फल केरा हाम्रो चाहिँ अनि फेरि पछि तिमीहरू हामी जाने बाटो चाहिँ हो गाइज घर नजिकै पुग्नु लागिसक्यौँ एकदमसँगले कोही म एकदमसँगले मम्मीलाई सरप्राइज दिने भने आएको सरप्राइज दिए कस्तो हुन्छ बुढीमा थाहा पाइसक्यो के छ माइलो हालखबर यो बाटो जान्छ होइन वहाँ जाने बाटो चाहिँ यस्तो छ है गाइज हेर्नु कस्तो बिजोकले आएको छ त्यो अब कन्ची दिदी चाहिँ हुन्छ हाम्रो कन्ची ओ यो पाठा किन पर्यो दिदी सोचे त बुढी ayo mami यो नपाली सुहाउँदै अझ कहाँ घुम्न गाडे कहाँ के अरे